हेलो साथीहरू नमस्कार। आज मेरो भान्सामा बन्दैछ खसीको मासुको ग्रेभी। यसको लागि हामीले प्रयोग गरेका छौँ सर्स्युको तेल, अनि हामी लङ, ठुलो इलाइची, सानो इलाइची, अनि दालचिनी पहिले पुर्याउने, अनि मेथी र जिरा दाना राखेर प्याज राखिदिएपछि प्याज रातो हुने गरी भुटेपछि हामीले मासु राखेका छौँ। अनि मासुलाई राम्रो चलाउने, अनि नुन राखेर 3-4 सिटी मजाले लगाउन दिने। यसरी लगाइसकेपछि मासु मजाले पाकिसकेको पनि हुन्छ अनि छिटो पनि हुन्छ। अनि हामीले जिरा धनियाँ पिसेको मसला, लसुन अदुवाको पेस्ट राखिदिएर फेरि हामीले पानी नराखिकनै 2-3 सिटी लगाइदिने। यसरी पकाएको मासु एकदमै स्वादिलो पनि हुन्छ र छिटो पनि पाक्दछ, मिठो पनि हुन्छ। हजुरहरूले पनि यसरी पकाएर खाने गर्नु है, एकदमै मिठो हुन्छ। अनि यस्तै यस्तै राम्रो मिठो छोटो स्वादिलो खानाको रेसिपी हेर्नको लागि मेरो भिडियोमा च्यानलमा गएर लाइक कमेन्ट सेयर सब्सक्राइब गर्दै जानु। हस्, धन्यवाद। थ्याङ्क यू सो मच। बाई बाई।